मेरो नाम चाहिँ सुनिता फौजा हो। मेरो घर रुद्रपुर सुङ्गापा चोक हो। अनि के समस्या भएर यहाँ आउनु भएको थियो? मेरो यहाँ दाइजी हातको कुमोमा त्यो नसा सम्बन्धीको त्यो अलि यहाँ दुखिरहेको थियो। अनि मलाई भएर हस्पिटल गएको थिएँ। अनि उहाँ जाँदाखेरि उहाँको के अरे डाक्टर सरले भन्नुभयो कि 3 हप्ता जति फिजियोथेरापी गर्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो। अनि त्यही भएर अनि म यहाँ आएको थिएँ। अनि यहाँ आउँदाखेरि मैले आज 3 हप्ता भयो म गरेको। तर मलाई पहिलादेखि त धेरै नै के अरे सन्चो भएको छ। तर मलाई एकदम राम्रो भयो, ठिकै छ अहिले। अनि हाम्रो लागि केही सुझाव सल्लाह दिन चाहनुहुन्छ भने दिदीले? हजुरहरूले पनि यस्तै अझै राम्रो अझै प्रगति गर्नु होला। के अरे हजुरलाई धेरै धन्यवाद छ। अनि यहाँसम्म हजुर मलाई गर्नुभयो, तर म धेरै नै खुसी छु। तर यहाँ यो फिजियोथेरापी छ भन्ने मलाई थाहा थिएन। अनि पछि अनि यहाँ अरूले भनेर थाहा भएर यहाँ आएको। नभए म खालि त्यही भएर जान भनेको थिएँ। अनि यहाँ आएर मलाई झन् उहाँ भन्दा यहाँ एकदम राम्रो सजिलो लाग्यो र अनि एकदम के अरे राम्रो लाग्यो। अहिले ठिकै छ। हस्, धन्यवाद दिदी।